कसरी चाहिँ भइछ के यो अलिकति ऊ थिएछ यो बसेपछि अलिक घिचक्कै गाडी बस्यो त्यहाँदेखि अलिकति अगाडि सर्ने हुँदाखेरि चाहिँ एकैचोटि पल्टिएर यहाँ ऊ भएको तपाईँहरूले प्रत्यक्ष देख्नु भएको देखेको हो यहाँ हामी यहीँ डिलमा हजुर त्यहाँदेखि बसेर पनि अलिकति अगाडि सार्दाखेरि चाहिँ एकैचोटि पल्ट्यो यसको यो आखिर किन चाहिँ खोटाङमा बार बार फेरि आइरहेको छ यो क्वेसन यो तपाईँको पनि हो अनि मेरो पनि हो। अस्ति हाम्रो केही विगतमा केही हाम्रो खोटाङको केही प्लासगढी 2 खारतम्सामा रियली एक्सिडेन्ट भएको थियो। त्यो किन भएको थियो त्यो तपाईँले त्यो भिडियोमा हेर्न सक्नुभएको होला। यदि हेर्नु भएको छैन भने तपाईँ जी1 राईको च्यानलमा गएर हेर्न सक्नुहुन्छ। र फेरि पनि अहिले हाम्रो खोटाङमा फेरि पनि हाम्रो गाउँमा फेरि अर्को हेली आइसकेको छ। तपाईँहरूले किन आएको होला भनेर जान्न यति धेरै उत्सुक हुनुहुन्छ भने तपाईँले यो भिडियोले अन्तिमसम्म हेर्नु होला। यो भिडियो त्यही मुताबिक त्यही रिलेटिभ भिडियो रहेको छ। त्यो अस्तिकै हेलीसँग जोडिएको छ। तपाईँले कतिजनालाई यो हेलीको बारेमा थाहा छ थाहा हुनेहरूले कमेन्ट गर्नुहोला। र यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईँले थाहा पाउनुहुनेछ कि यो हेली चाहिँ किन आएको रहेछ भनेर थाहा पाउनुहुनेछ है त। लगाइ चाहिँ मैले भन्ने है त। यो चाहिँ उहाँहरू चाहिँ अस्ति हेली एक्सिडेन्ट भएको थियो र त्यो एक्सिडेन्ट हुँदाखेरि अनि क्षति भएको सामानहरू के हो कसरी क्षति भएछ भनेर उहाँहरू बिमा कम्पनीबाट र त्यो हेलीको त्यो ओनर आउनु लागेको रहेछ है त। अहिले तपाईँहरूले कतिजनाले त थाहा पनि पाइसक्नुभयो यो घटनाहरू र उहाँहरू हेरेर पनि अब उहाँहरू फर्किँदै हुनुहुन्छ। अब उहाँहरूले हेरिसक्नुभयो। उहाँ अहिले टाटा बाई बाई खोटाङ भनेर हिँड्नुभयो है त। ल हेर्नुभयो भने लाइक कमेन्ट चाहिँ गर्नुहोला।